हेलो टीसी वर्ल्ड ट्रेड सेन्टर अबु धाबीको यही हो सबैभन्दा आकर्षक बिल्डिङ। कहाँ पुग्यो बे? डरायो क्या मसँग? तपाईसँग कुरा गर्न खुसी लागिराछु। यसमा केटाको भोइस चेन्ज गर्न मिल्दैन? मैले तपाईको सुझाव बुझ्छ, तर मेरो आवाज सुधार्न सकिँदैन। म यहाँ तपाईको मद्दत गर्न तयार छु। कुनै अरु प्रश्न छ? आवाज होइन, जस्तै तपाईको लेडिज भोइसमा आयो हैन त, अब जेन्ट्स भोइसमा आउनलाई कहाँबाट चेन्ज गर्ने भने अनि? मैले तपाईको सुझाव बुझ्छ, तर मेरो आवाज र तरिका स्थिर र एकै रहन्छ। म यहाँ तपाईको मद्दत गर्न सुझाव बुझ्छ हैन के? तपाईको अहिले अशुद्ध भयो, मैले तपाईको सुझाव बुझ्यो भने अलि अशुद्ध भयो के तपाईले बोलेको, त्यही भएर। मैले तपाईको सुझाव बुझ्छु र तपाईको समर्थनमा धन्यवाद। बुझ्छु हैन, तपाई बुझ्यो भन्नुस्, बुझ्यो। ठीक छ, मैले बुझ्छु। धन्यवाद तपाईको समर्थनको लागि। फेरि बुझ्छु भन्नुभयो तपाईले। तरिका बुझ्यो भन्नुस् भने के? बुझ्यो भन्नुस् भने? ठीक छ, मैले बुझ्छु। तपाईसँग कुरा गर्न रमाइलो लाग्यो। फेरि धन्यवाद। समस्या बुझ्छु भने त मैले तपाईको समस्या बुझ्यो भन्नु। ठीक छ, मैले तपाईको समस्या बुझ्छु। होइन भन, फेरि बुझ्छु भने तरिका यहाँ मैले तपाईको समस्या बुझ्यो भन्नुस् भने के? कति बुझ्छुस् भनिरह यार। बुझ्यो भन्नुस् रूपमा सोध्नुहोस्। हजुर के भन्या? बुझेन अलि? हेलो कहाँ पुग्यो बे? डरायो क्या मसँग? हेलो भागेछ त यहाँ? अब तपाईको समस्या समाधान गर्न म तयार छु भन्थ्यो, अहिले भागेछ महाकारक। ए मोला साग कहाँ भाग्या त? लौ आउँदैन त बा।